हेलो गाइस, वेलकम टु माई च्यानल है। फेरि म नयाँ भिडियो लिएर आएको छु होइन। अहिले चाहिँ हामी के गर्दैछ भने चाहिँ मल भारी लगाउँदैछ। आमा हुनुहुन्छ, मल भारी लगाउँदैछ यहाँ बोरामा। अन्त उबाट हाम्रो नाना हुनुहुन्छ। हाम्रो नाना चाहिँ बोक्नु हुँदैछ नि त। अन्त म र आमा चाहिँ यहाँनिर भारी हाल्ने काम गर्दैछ हो। मकैको लागि हामी चाहिँ अब मकै रोप्छ नि त। घरबारी अलिकति पनि भए पनि कस्तो कमी लागेको हो। र यहाँनिर चाहिँ हाम्रो भरिया हेलो गाइस, हरिबिजक छ मूल बनाइदिए। यहाँ हाम्रो नाना हुनुहुन्छ होइन। बिचरा हाम्रो नाना पनि साह्रो छ। उता बजारमा बसेर यहाँ आएर पनि काम गर्नुपर्छ हो। त्यो पनि अरू काम केही होइन, राम्रो काम पनि होइन, भारी बोक्नुपर्छ हो। बजारको मान्छेले यसरी भारी बोक्नु त सुट गर्दैन खासमा त होइन न। हो अब रेडी हुँदैछ नि त नाना। दादा जानुभयो है। आमाले हालेको मैले हालिदिएको होइन है। अन्त आमा चाहिँ यहाँ हुनुहुन्छ हो, सफा गर्दैछ हो। अब म र आमा चाहिँ यहाँ मल निकाल्दै भारी हाल्दै गर्ने होइन। म यहाँ अब मल निकाल्छु। नानाले उयो गर्नुहुँदैछ, बोक्नुहुँदैछ। आमा र म चाहिँ यहाँनिर भारी लगाउँदैछ हो। भारी हाल्नु मन छ ढिलो भयो। यदि गर्दै गऱ्यो भने चाहिँ गाँठी हामी जस्तो उहिले हुनु भने त उहिले हामी मरेको चरा पक्रिन्थ्यो। प्लास्टिक चाहिँ किन ओछाएको अन्त मलाई जाडो भएर उनीहरूको साथले ओछाएको होला त्यो पनि भिजाएर निकालौँ यताबाट अलिक अलिक कोटङ्गी काँटाले कोदाम अन्त बोरा थाल्नु भएन नि। हुन्छ आमा कस्तो बिचरालाई भारी हुन्छ होला फेरि अहिले। नानाले मेरो त्यो स्ट्यान्ड चाहिँ भत्काइदिइ राखिदियो है। भन त उता नै परेछ। बिचरा हरिबिजक छ के गर्नु। देख्दा माया लाग्दछ। बेरो सब्जी त ठिक्क हाल्नु जस्तो छ। यसलाई फेरि इमर्जेन्सी कल आयो हो। हे भगवान् जानु है। हेडक्वार्टरबाट फोन आइगयो। हेडक्वार्टरबाट फोन आयो। यस्तो छ मुल्तानै हप्दै छ के गर्नु होइन। उयो के अरे यस्तो दुःख गरी मकै रोप्नुपर्छ भने बाँदर र उसले खाइदिइहाल्छ। बँदेले सखा पार्छ। बँदेले अनि के अरे उयो लोथर्के हाम्रो पापाले भन्छ अब झ्याँता पनि उयो निकालिदिइ राखिदिनुपर्छ हो। पन्तेरी यता खाइहाल्छ अरे हो। अन्त त्यस्तै चाहिँ के अरे बडो दाँत नहुने पिसेर खान्छ अरे नि। हेलो गाइस, चाहिँ के छ भने चाहिँ म के देखाउनु गइरहेको छु भने अर्ग्यानिक चिज देखाउनु गइरहेको छु है। आज अर्ग्यानिक चिज है। यो चाहिँ हर्दी हो। हिजो चाहिँ हामीले खनेर यो हर्दीलाई चाहिँ खनेर होइन हामीले रोपेको थियो। खनेर त्यहाँदेखि लिएर चाहिँ हिजो धोएर राखिरहेको थियो। अन्त आज चाहिँ हिजो टाइम नभएर आज चाहिँ यसरी काट्यो, स्लाइस गऱ्यो होइन। अन्त यसलाई चाहिँ स्लाइस गरेर चाहिँ के गर्यो भने अब यसलाई चाहिँ सुकाउँछौँ। त्यहाँदेखिको यो चाहिँ बादमा चाहिँ कुटेर राख्छ। अर्ग्यानिक चिज हो यो चिज। कुटेर हामी सबै यो सब्जीतिर युज गर्छ, सबैले गर्छ। टर्मरिक चिज अर्ग्यानिक है गाइस। हामी चाहिँ यसरी हामी त बस्तीमा बसेपछि यस्तो त के उयो गऱ्यो भने त हुन्छ अलिअलि पनि। यो यसलाई चाहिँ सुकाएर राख्यो भने सुकाएर कुटेर राख्यो भने 1-2 केजी चाहिँ निस्किन्छ भन्नुहुँदै थियो नानाले हो। यसलाई चाहिँ सुकाउँछौँ हामी। कस्तो लाग्छ चाहिँ यति छ। 1 नङ रहेछ। अझै हामीले 2 नङ जस्तो निक्लिन्थ्यो। तर आधी चाहिँ हामीले चाहिँ 1 नङ जस्तो चाहिँ बिउ राखेको छ, बिउ बचाएको छ।
बादमा यसलाई चाहिँ फेरि रोपेर बादमा पनि फेरि यसो गर्छ हामी अर्ग्यानिक हो यो चाहिँ बिउ चाहिँ यति चाहिँ बिउ आधी नाङ्लो जस्तो थिएछ बिउ चाहिँ हाम्रो नानाले चाहिँ अब यहाँनिर सुकाउनुको लागि यो उयो गर्दैछ अलिक ठुलो उयो होस् भनेर चाहिँ जग्गा होस् भनेर प्लास्टिकहरू केही पाइन रहेछ हामीले चाहिँ यहाँ च्यादरमा सुकाउनु नाना बारी पनि देख्नु सक्नुहुन्छ अब यहाँ चाहिँ यो चाहिँ रेडी छ अब मलसल छर्यौँ है बोकेर यता नै नानाले बोकेको थियो अन्त अब यसमा चाहिँ मकै लगाउनु अब रेडी छ मकै मात्रै हाल्नु छ अब यसमा चाहिँ अब यो स्टार्ट सुकाउनु हुँदैछ नानाले यसलाई बेसी पनि सुकाउनु हुँदैन रहेछ नि पापाले बेसी पहिला सुकाएको थियो कि सानो चाम्रो भएको होइन हड्डै पर पर्ने हो अब चाहिँ यो चाहिँ होइन 1-2 घाम भोलि पर्सिसँग सुकाउनु पर्छ होला 3 दिन चाहिँ भइहाल्छ त्यहाँको चाहिँ कुट्नुपर्छ हो च्यादरमा त चप्पलको छापेर पो जाँदैन होइन चप्पलको छापेर पो छ त ऊबाट हौ अर्ग्यानिक हो नि त है अर्ग्यानिक भन्दैन है